आज चाहिँ हामी क्रिएटर्स मिटिङको लागि प्रिमियर होटल गएको थियौँ र धेरैजनासँग चिनजान पनि हुने मौका पायो क्या। अनि त्यति मात्र कहाँ हो र सबैजना यति धेरै फ्रेन्डली हुनुहुँदो रहेछ र इटरीबाट हुनुहुँदो रहेछ, त्यो सुन्दा त म चाहिँ झनै दङ्ग परेँ कि। अनि ठ्याक्कै यही मौकामा चाहिँ कलेजको ऱ्यापअप सेरेमनी रहेछ प्रिमियर होटलको। अनि त्यहाँको स्टुडेन्ट्सहरूले चाहिँ मिठो मिठो खानेकुराहरू, बेकरी आइटम्सहरू, फुडहरू चाहिँ बनाउनु भएको रहेछ। सो हामीले त्यो पनि ट्राई गर्ने मौका पायौँ। त्यही पनि इटरीमा यतिको बेकरी आइटम्सहरू, यतिको डिसर्ट आइटम्सहरू त पाउन त एकदमै मुस्किल। अनि मैले यहाँ देखेर त छक्क पर्दै थिएँ कि। अल थ्याङ्क्स टु सुनिल भुसाल सर, जसले गर्दाखेरि पहिलो भेटमा यति मिठो मिठो कुराहरू, नयाँ नौलो कुराहरू टेस्ट गर्ने मौका पायो, नयाँ कुराको एक्सपिरियन्स लिन पायो। मैले मात्रै होइन, सबैजनाले। अनि त्यति मात्र कहाँ हो र सबैजना चाहिँ हामी यङ पनि भयो, अलिकति लाइक माइन्ड्स पनि भयो होइन। अनि इट वाज रियली इजी टु ओपन अप। सबैसँग एकदमै राम्रो बन्डिङ भयो जस्तो लाग्यो कि मलाई चाहिँ। अनि सबैजनासँगको नयाँ भेट, तर हामी 5 to 10 मिनट्समा सबैजना क्लोज पनि भयौँ, बोल्न एकदमै सरल पनि भयो। मेबी द लाइक माइन्ड सेट भएर होला, प्लस द फुडले गर्दा पनि हो है। होइन म खानु कति खाएको खाइ चाहिँ दिनभरि घट्न खोजिरहेको छु। अनि मैले चाहिँ टिरामिसु केक चाहिँ फर्स्ट टाइम खाँदैछु होइन। मलाई केही टेस्ट पनि थाहा छैन, काहीँ केही पनि थाहा छैन। आई जस्ट वान्टेड टु ट्राई इट होइन। अनि यो चाहिँ अकस्मात त्यहाँ जुरेको के देख्नुभयो त, एन अनेस्ट फुड रिभ्यू गर्ने मान्छे। एनिवेज हाम्रो मिटिङ चाहिँ के को लागि थियो भने यो आउँदो मन्डे चाहिँ हामी सबैजना चाहिँ क्रिएटर्स मिट गर्दैछौँ होटल हाइडवे भेरिटारमा। त्यहाँ गएर स्काई वकमा फ्री फल, अनि होटल हाइडवेमा चाहिँ लन्च, ब्रेकफास्ट, डिनर, एभ्रिथिङ, अनि फायर क्याम्प, सबै कुराहरू हुनेवाला छ। अनि जो क्रिएटर्सहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई मिट एन्ड ग्रिट गर्नलाई वी आर सुपर एक्साइटेड। सो को क्रिएटर्सहरू आउँदै हुनुहुन्छ नि यही आउँदो सोमबार होटल हाइडवे भेरिटारमा।